सुरुवातीहरूले गर्ने मुख्य गल्तीहरूको एउटा सूची नै छ क्या गाइडमा, जस्तो पूर्ण रूपमा नसिकी ट्रेड गर्नु, भावनाहरूलाई नियन्त्रण गर्न नसक्नु, ओभर ट्रेडिङ गर्नु र सबसे भन्दा घातक गल्ती भनेको स्टप लसको प्रयोग नगर्नु। म यो स्टप लसको विषयमा अलि अलमलमा परे है। यो शब्द नै कस्तो अचम्मको छ नि। कसरी? यदि बजार तल गइरहेको छ भने किन एउटा अटोमेटिक सिस्टम राखेर आफ्नो नोक्सानीलाई पक्का गर्ने? बजार त तल गएपछि फेरि फर्केर माथि पनि त आउला नि, होइन र? हो, धेरैले त्यही सोच्छन्। यो त जानी जाने आफ्नो पैसा फालेको जस्तो भएन र? मैले कतै पढेको थिएँ स्टप लस प्रयोग नगर्नु भनेको ओह्रालो बाटोमा ब्रेक नभएको गाडी चलाउनु जस्तै रहे। के यो साँचो हो त? त्यो ब्रेक नभएको गाडीको उदाहरण सुन्दा ठिकै लाग्छ है, तर नि मलाई अर्कै एउटा उदाहरण दिन मन लाग्यो जसले यसलाई अझ प्रष्ट पार्छ क्या। कुन उदाहरण नि? स्टप लस भनेको फाइटर जेटमा हुने इजेक्ट बटन जस्तै हो। गाडीको ब्रेक फेल हुँदा त मानिस भिरबाट खसेर खत्तमै हुन्छ, तर फाइटर जेटमा खराबी आयो र प्लेन खस्न थाल्यो भने नि पाइलटले इजेक्ट बटन थिच्छ। ज्यान बचाउनलाई? हो, उसले त्यो करोडौंको प्लेन त गुमाउँछ। प्लेन गुमाउनु पक्कै पनि नराम्रो हो, नोक्सान हो, तर पाइलटको ज्यान बच्छ नि त। ज्यान बच्यो भने उसले भोलि अर्को प्लेन उडाउन सक्छ क्या। वाउ, यो त एकदमै शक्तिशाली उदाहरण भयो। पुँजी भनेको प्लेन हो र ट्रेडर भनेको पाइलट। ठ्याक्कै। ट्रेडिङमा स्टप लसले त्यही काम गर्छ नि। जब सोचेको भन्दा विपरीत दिशामा बजार जान्छ नि, सानो नोक्सानी हुन्छ, अर्थात् प्लेन क्र्यास हुन्छ, तर बाँकी पुँजी वा ज्यान सुरक्षित रहन्छ। त्यो त हो। सुरुवाती ट्रेडरहरूलाई लाग्छ कि अहिले घटे पनि एकछिनपछि बजार माथि गइहाल्छ नि। उनीहरू त्यो घटिरहेको ग्राफ हेरेर आशावादी बन्छन् क्या, तर बजार कहिलेकाहीँ फर्केर आउँदैन, यो शून्यमै पुग्न सक्छ। ओहो, जिरो नै हुन सक्छ? हो नि। स्टप लसले ट्रेडरलाई उसको आफ्नै त्यो झुटो आशाबाट बचाउँछ। जोखिम व्यवस्थापनको अभाव नै फरेक्स बजारमा असफलताको सबैभन्दा ठूलो कारण हो भन्नुको अर्थ पनि यही नै हो। यो कुराले त मलाई झस्कायो पो त। मानिसको आशावादी हुने प्राकृतिक स्वभाव नै यहाँ उसको सबैभन्दा ठूलो शत्रु बन्दो रहेछ नि त। हो, एकदमै। अनि अर्को एउटा गल्ती